मैले चाहिँ भर्खर यो एउटा भिडियो पनि देखेको थिएँ। यो भिडियो देखिसकेपछि चाहिँ मलाई कस्तो कस्तो लाग्यो क्या, कस्तो के गरिरहेको छ मान्छेहरू, कतिसम्म गिर्न सक्या, कस्तो मानवता नभएको मान्छेहरू हो क्या। अनि यस्तो बाढी पहिरो होइन, यत्रो देश शोकमा डुबिरहेको छ होइन। अनि कतिजना आफ्नो ज्यान बचाउनको लागि भाग्नु भएको छ होइन। अनि कतिजनाको परिवारहरू सम्पर्कविहीन हुनुहुन्छ होइन। अनि कतिजनाको चाहिँ अब के भइरहेको छ नि त, यत्रो बाढी पहिरोमा घर बगाइरहेको छ, के भइरहेको छ। र यस्तो बेलामा पनि एउटा त्यो लासलाई गरेको व्यवहार होइन, त्यो लासबाट सुन निकालेको छ नि, कस्तो कसरी निकाल्न सकेको मानिसहरूले। भोलि त्यो दिन भोलि कसैको नआउला भन्न सकिँदैन नि त। अनि त्यो सोच्नुपर्छ भोलि के थाहा, हाम्रै आफ्नै कोही होइन, आफ्नै रिलेटिभ्सहरू आफ्नै कसैको पर्छ कि के थाहा, त्यो त कसैलाई थाहा छैन नि त, के हुन्छ भन्ने कसैलाई थाहा छैन नि त। त्यही पनि यस्तो गर्न सक्ने कतिसम्मको मान्छेहरू हुन्छ। तर यस्तो पीडादायी समयमा होइन, त्यो मृत्यु शरीरबाट सुन निकाल्नु भनेको त एउटा साँच्चीकै मन श्रृङ्ग बनाउने कुरा हो नि त होइन। बरु त्यो लासलाई चाहिँ होइन राख्नु होइन, पुलिसलाई बोलाउनु, साइडमा राखिदिनु, पुलिसलाई बोलाउनु सट्टामा चाहिँ त्यो लट्ठीले निकालेर सुन निकालिरहेको छ क्या, तानी कस्तो यस्तो त हुँदैन नि त। कस्तो मानवता नभएको मान्छे हो। एकपटक सोचौँ त, त्यो गहना कसैको आमाको हुनसक्छ, कसैको श्रीमतीको हुनसक्छ, कसैको दिदी बहिनीको हुनसक्छ। तर त्यो लास त कसैको संसार पनि त हुनसक्छ नि त, संसार नै हो नि त त्यो लास त, कसैको लागि त संसार हो नि त। कस्तो नसोचेको, कस्तो मानवता नभएको होला। त्यो लासलाई एउटा होइन एउटा ठाउँमा बुझाइदिनु पर्ने ठाउँमा उस्तै गहनाहरू निकालिरहेको छ क्या। यस्तो विपत्तिको बेलामा चाहिँ हामीलाई लुटेराहरू चाहिएको होइन क्या, हामीलाई चाहिँ एउटा हातमाथि हात दिने, साथ दिने मान्छेहरूको चाहिँ हाम्रो देशमा आवश्यक छ भन्ने चाहिँ मलाई लाग्छ होइन। धन सम्पत्ति भनेको त हामीले फेरि कमाएर जोड्न सकिन्छ, सुन गहना भनेको हामीले किन्न सकिन्छ। तर गएको एउटा जीवन त कहिल्यै फर्केर आउँदैन नि त, कहिल्यै फर्केर आउँदैन नि त। त्यसैले आज अरूको लास भनेर नसोचौँ होइन। भोलि त्यही लास आफ्नो कसैको हुनसक्छ होइन। त्यस्तो चाहिँ गर्नु हुँदैन। प्राकृतिक विपत्तिले हाम्रो घर भत्काउन सक्छ, तर हाम्रो मानवता भत्काउन नदिऊ होइन। अनि मृतकको सम्मान गरौँ, पीडितको साथ दिऊ होइन। अब नजिकै भएको मान्छेहरूले जति पीडित हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ साथ दिउँ होइन। अनि जान सक्ने जो जान सक्नुहुन्छ गएर साथ सपोर्ट दिउँ, अथवा होइन अब डोनेसन गरेर हुन्छ कि कसरी हुन्छ, साथ दिनुपर्छ यस्तो बेलामा। अनि सबैभन्दा पहिले चाहिँ हामी एउटा मान्छे होइन, एउटा राम्रो मान्छे बन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।